भोगाउला बरु गरौँ जिन्दगीमा यसैमा हो राम्रो के छ खोइ पर गाई देख्दैन सबै यहाँ ऊपर आओ आयो हे साडे चलेको ओडारमा हामी चाहिँ आजको बास 5औं दिनको बास चाहिँ रहनेवाला छ। यहाँनिर पानीको व्यवस्था पनि रहेछ। यो अति अचम्मित दाउराहरू छैन रहेछ। निकै घन्टा गएर चाहिँ कहीँ कतैबाट दाउरा जुगाड गर्नुपर्ने भएको छ र दाउरा लिनु पनि जानुपर्ने अवस्था छ। हामी दाउरा बोक्ने नाम्लो शुद्ध लगेर जाँदैछौँ। यत्रो गएको छ म उठ्ने कहाँबाट देख्यो कञ्चनजङ्घा हिमाल चाहिँ ओइ कहाँबाट किन के गरेको मुला भिडियो यो कहाँबाट पाल्नु भएको होला हाम्रो भाइहरू काठमाडौँबाट हजुर आज सभा पोखरीको यात्रामा छौँ। कति दिन भयो होला आजसम्म 3 दिन जस्तो हुँदैछ। योसँग 4 दिन। हजुर कतिजनाको टिम पो हुनुहुन्छ हजुरहरू? हाम्रो 2 जनाको टिम चाहिँ उहाँहरू फर्किनु भयो अशक्तको कारणले। हजुर अब हामी सायद आज र भोलिसम्ममा हामी दर्शन गरिसक्नेछौँ। त्यहाँदेखि निरन्तर अब यही यात्रामै रहेर चाहिँ हामी फर्किने जारी छौँ। धन्यवाद छ। हामी चाहिँ 5औं दिनको बिहानीको हामी यात्रामा छौँ। हिजो चाहिँ हामी वासलुङ घुमेर हाम्रो यहीँ बास भयो र आज चाहिँ सुरु गर्दैछौँ। मौसमले पनि साथ दिएको छ। दर्शक महानुभावहरू केही टिमहरू बाटो लागिसक्नु भएको छ। अब हामी चाहिँ केही तामानहरू मिलाएर लाग्नेछौँ। अनि कुम त खुल्टै भएको त गरले यता त विशेषतै हो नि सुन्तला खुट्टा फ्र्याक्चर कसरी पुग्ने होला। What is this?
भिर सम्म छ त्यो छ नि यो अलिअलि उब्रिने छोपछोप लाग्यो त्यो बगर यस्तो भएको सम्म छ नि त्यो बगर मुनितिर हो र त्यता भेडा दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ गोरु खुट्टेको उकालो भन्दो रहेछ यो ठाउँलाई चाहिँ र जति हामी हाइटमा जति हाई एल्टिट्युडमा जान्छौँ त्यति विभिन्न प्रजातिको फुलहरू देख्न सकिन्छ है धरतीलाई यति सुन्दर तरिकाले चाहिँ सजाइराखेको देख्न सकिन्छ दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ ठुल्ठुला चट्टानको पहाडहरू हामी हेर्दै जानेछौँ हाम्रो दर्शक महानुभावहरूलाई त्यतै लाँदैछौँ देख्न सक्नुहुन्छ लेट्स गो दर्शक महानुभावहरू चाहिँ 5 दिनको बादमा चाहिँ हामी यो थुम्की भन्ने ठाउँ आइसकेका छौँ र थुम्कीमा चाहिँ केही होटलको व्यवस्था पनि रहेछ यहाँको पनि अवलोकन गर्नेछौँ यहाँ खाना बस्नको लागि सुत्नको लागि के कस्तो सुविधा हुनसक्छ त्यो पनि यसो हामी दर्शक महानुभावहरूलाई प्रस्तुत गर्नेछौँ जाउँ है त अब थुम्कीको होटलमा थुम्कीको यसो अलिकति को हुनुहुन्छ यहाँको प्रोपाइटर यसो उहाँसँग बातचित कुराकानी गर्नेछौँ जोजोलाई फ्याफुला सल्लै बेगर भित्रमा पस्यो त हजुरहरू अनि के नाम होला हजुरको एउटा परिचय दिनुहुन्छ भन्ने आशा पो लागेको छ सन्डु यो पानी फेक्नु काकी सन्डु अनि यहाँ चाहिँ खाना बस्नको लागि सुविधा के होला खाना खानु बस्नुको लागि नै सुविस्ता बसेको हो सेवा गर्ने हजुर हजुर अनि एकजना बराबर कति लिनुहुन्छ होला चार्ज ए अब मिलेर कति एक रात त होला हजुर एक रात जो हामीले चाहिँ सोधेको मात्रै जो आगन्तुकहरू आउनुहुन्छ या जानकारी ए जानकारी ए हजुर हजुर 300 रुपियाँ पकाएर खानु आफै पकाएर खानु पर्यो हजुर पकाएर दिनु हुँदा चाहिँ दिनु खाना चाहिँ 400 रुपियाँ भन्छ खाना 400 प्लस यता सुतेको चाहिँ 300 रुपियाँ हजुर हजुर 300 खाना यहाँ खाएर चाहिँ त्यो आफै यहाँ पकाएर चाहिँ 200 मा त्यो सुतेको चाहिँ बसेको चाहिँ तेरा समथिङ 700-800 मा यहाँ बस्न पाइने भयो हैन समग्र दुःखै छ यहाँ दुःखै छ हजुरहरुको घर चाहिँ खास कता होला मेरो मिल्कित
मिल्के तिनजुरे मिल्के होइन यी माथि जोर पोखरीमा ए हजुर हजुर अनि कतिजना हुनुहुन्छ हजुरहरू चाहिँ यहाँ हामी दुईजना दुईजना मात्रै ल हाम्रो छोटो भलाकुसारी दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ यो धुप पोल्ने धुप्पीशाला पनि भनिन्छ तर यसलाई चाहिँ काटेर बिछाउँदाखेरि पनि साह्रै दामी एउटा गद्दा एउटा फर्म जस्तै हुने रहेछ र भन्नु पर्दाखेरि सहरमा गद्दामा सुत्नु र नेचुरल यस्तोमा सुत्नुको मजा कस्तो होला होइन यो त कमेन्ट बक्समा पनि छोडिदिनु होला तपाईँहरूले लेखेर सहरमा बस्दाखेरिको गद्दा र प्रकृतिमा भएका चिज माथिको गद्दा कति मजा होला त्यो त छुट्टै अनि के खेल होला हजुरहरूको त रमाइलो रहेछ हौ हजुरहरूको भेडा चौरी के होला हाम्रो भेडै भेडा हो जम्मैको उहाँहरू बाहिरको कोही चौरी हजुर तपाईँहरू एक्लै कि समग्रको भेडाहरू छन् हामीसँग साथीहरू छन् समूहहरूको पनि पालिएको छ समथिङ दुईजना तिनजनाको टिममा कति सयवटा भेडा होला हाम्रो दुईजनाकोमा चाहिँ 200 जति छ 200 जति धेरै हो 200 भनेको त है रमाइलो छ लु रमाइलो गर यहाँ बाढी त छैन अनि यो खेललाई चाहिँ के खेल भन्छ खलास अनि पैसा त खलास हुन्छ होला पैसा त खलास पनि हुन सक्छ कहिलेकाहीँ 20 रुपियाँ बोट हो ए 10 रुपियाँ बोट टाइम पास गर्नुको लागि ले धेरै रमाइलो छ हजुरको घर चाहिँ कहाँ पर्यो हजुर हाम्रो भन्नु पर्दाखेरि हाम्रो चख्यावा भन्छन् बाँसघारी तिनज्याङ चखेवा भन्छ कहाँ होला घर भन्नुहुन्छ भने चख्यावा भन्छन् यस्तै छ हौ। चखेवा भन्छ तापी जाउँ हाम्रो भोजपुर र खोटाङको सिमानामा पर्छ चख्यावा भन्छन् टेम्के डाँडा सुन्नु भएको छ त्यति हो राई हुनुहुन्छ तपाईँ हामी बान्तावा राई हो नि ए हजुर उसेन ठट्ने गरी खाचिने लुची जात पैसाङे मोलो नि पैसाङे मोलो मेरो समीर कामराङ राई हो नि हाम्रो दाजु छ्याजेलो फेरि अनि अरू चाहिँ हाम्रो यहाँ भाइहरू तापी जुनको कुनै हामीसँग सभाको पाल्ने खानु पर्दा झ्याम्मै पारेर कति रमाइलो रहेछ हौ पुग्यो यो 4 बोटे एक 3 बोटे गाह्रै रमाइलोको लागेको छ हौ हेर्नु हेर्नु भन्दा नि खेल्नु अझै रमाइलो हुन्छ म त आउँदै आउँदैन फलाज तास चाहिँ आउँदै आउँदैन लाग्छ 40 20 बेला 40 लाउँछ हजार पाइँदैन त्यो टाइम ल्याम भन्दा गोजीबाट झिक्नै पर्ने भयो माल छ ऋण गाडी ओडी भयो भने हामीले सट्ट यहाँको वस्तुस्थितिबारे सम्पूर्ण जानकारी दिइसक्यौँ हाम्रो दर्शक मानवहरूलाई हाम्रो टिम पर्खिँदैछौँ हेरौँ अब त्यो तिनीहरूको लागि हेर्दै गर्नु होला यस हाम्रो भएको कपाल कति लुकाउनु ल खानु यो भनेको नेचुरल दर्शक मानवहरू यो ठाउँमा आउँदाखेरि मनै तपाईँको प्रफुल्ल हुन्छ उत्साहित हुन्छ हेर्नुहोस् त कति राम्रो चट्टानले बनिएको पहाडहरू यो बिचको चट्टानहरू देख्नुभयो भने झनै आहा यो ठाउँ को चाहिँ नआउला भन्न सक्नुहुन्छ होला दर्शक महानुभावहरू प्रकृतिले हामीलाई कति सुन्दरता दिएको छ जुन सुन्दरताले आफ्नो हृदय मन मस्तिष्कहरू पनि कति चङ्गा स्फूर्त हुन्छ होला हजुरहरूले देख्न सक्नुहुन्छ वास्तविक ल हामीले देखाउन सक्ने देखिने
जानेका बुझेका कुराहरू म्याक्सिमम हामीले धेरैभन्दा धेरै दर्शक महानुभावहरू समक्ष प्रस्तुत गरिसकेका छौँ। अझै बाँकी हुन सक्ला यो पहाड, यो चट्टानको पछाडि अझै के होला त्यो त देखाउनै बाँकी छ। ल अब यो पहाडको उतापट्टि के कस्तो होला अझै त्यहाँको भूगोलहरू, त्यहाँको वनस्पति, अर्थात् डाँडा पाखा, भिर पाखा, चट्टानले बनिएको विभिन्न वस्तु आकृतिहरू त्यो त हेर्नै बाँकी छ। हेर्दै जानु होला, अझै हामी देखाउँदै जानेछौँ हजुरहरूलाई। विश्व ब्रह्माण्डमा रहेका सम्पूर्णको पनि जय सर्वधर्म की जय होस्। सिंहको अवलोकन गर्छु के म फेरि। सिंहको अवलोकन टोपी काटेको रहेछ सर। दर्शक महानुभावहरू, हामी चाहिँ यात्राकै क्रममा यो भक्कारी भन्ने ठाउँमा आइसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ यो भक्कारी भन्ने ठाउँ चाहिँ दुईवटा बाटो रहेछ। यहाँबाट पनि जलजाला हुँदै सबपोखरीको हामी समिट गर्न सकिने रहेछ र यो साइडबाट पनि सबपोखरी नै हामी जाने रहेछौँ टक्क यो साइडबाट। र बिचमा रहेको रहेछ यो चाहिँ कङ्काल, एउटा के भनौँ, यो चाहिँ ज्यादै ठुलो याकको चाहिँ कङ्काल रहेछ र सिङ पनि रहेछ। यो यत्रो छाम्दाखेरि ज्यादै ठुलो पनि थिएछ। हेर अब यसभन्दा पछाडिको सुन्दर मनोरम दृश्यहरू हाम्रो दर्शक महानुभावहरूलाई देखाउँदै जानेछौँ। हामीसँगै रहनु होला। दर्शक महानुभावहरू, यतिखेर चाहिँ हामी यात्राकै क्रममा जलजले पोखरी भन्ने ठाउँ आइसकेका छौँ। जलजले पोखरीमा पनि यहाँ पञ्चप्रकृतिलाई पनि हामीले
पूजा गर्नुपर्ने रहेछ, प्रे गर्नुपर्ने रहेछ, किनभने यो ठाउँको बाटो दिनुहोस्, ठेस नलागोस्, हिँड्दा नलडियोस् भनेर हामीले खोला नाला पहाड पर्वत हिमाल हरेक वन जङ्गल पोखरीहरूमा देवी देउरालीमा पनि यसरी हामीले प्रे गर्दै जानुपर्ने रहेछ। त्यही अनुसार हामीले चाहिँ जलजला पोखरीमा चाहिँ हामीले प्रे गर्नेछौँ आफ्नै ढङ्गले। र मैले यो धुप बट्टारे धुप पनि सल्काउन लागिरहेको छु। दर्शक महानुभावहरू, सुन्दर मनोरम दृश्य छँदैछ र अति अचम्मित चट्टानले भराउ भएको पहाड पनि देख्न सक्नुहुन्छ दर्शक महानुभावहरू। जस्तै पानी सुक्नु पर्ने चट्टान छ नि त। दर्शक महानुभावहरू, यतिखेर चाहिँ हामी जलजला पोखरीको केही अगाडि चाहिँ यो ठुलो यो चट्टान रहेछ, यो ढुङ्गो जलजलेको ओडारमा हामी चाहिँ आजको बास 5औं दिनको बास चाहिँ रहनेवाला छ। यो विशाल चट्टानको पेटमा देख्न सक्नुहुन्छ। यहीँनिर पानीको व्यवस्था पनि रहेछ। यो अति अचम्मित यो ओडारमा चाहिँ हाम्रो आजको रात गुजारा गर्नेछौँ। र अब हामी चाहिँ केही खानाहरू केही खानै पर्ने हुन्छ। यहाँ दाउराहरू छैन रहेछ। निकै घन्टा गएर चाहिँ कहीँ कतैबाट दाउरा जुगाड गर्नुपर्ने भएको छ र दाउरा लिनु पनि जानुपर्ने अवस्था छ बेलैमा। ल है लागौँ है त सर। ओके सर, ओके। लु अब हामी जाँदाखेरि कुन बाटोबाट जान सकिन्छ होला सर? हामी यो बाटोबाट यहाँ डिलो लिएर उता जाऊँ। यहीँबाट हाम्रो गाइड चाहिँ हाम्रो वाक्कै कमानमा हामी अगाडि बढ्दैछौँ। होइन घुम्जिएको अरू ओढ्ने बोको होइन नाम्लो दाम्लो पनि मेन कुरा हामी ओढ्ने बोको रेनकोट बोको कि छाता बोको होला? रेनकोट बोक्दा नै हुन्छ। रेनकोट लानु मैले लु ल्याउनु त सर, कष्ट गरेर तपाईँको चाहिँ के अरे नाम्लो पनि बोकेको। अब चाहिँ हामी दाउरा बोक्ने नाम्लो शुद्ध लगेर जाँदैछौँ। हेरौँ कति घन्टा लाग्छ, के लाग्छ समय है त। अब छिनभरको मौसम परिवर्तन यार यहाँको चाहिँ। एकैछिनमा अघि जाडो भइरहेको थियो, गर्मी भइरहेको थिएन। मैले भेस्ट खोलेर कट्टुमा डाँडातिर डुली हिँडेको मैले फेरि यत्रो खाप लाउँदाखेरि पनि जाडो हुँदैछ क्या। 2-3 खाप लाउँदा पनि यस्तै बस्ने गुफा यस्तो छ। भरे राति के कस्तो हुने हो थाहा छैन। देख्न सक्नुहुन्छ है हाम्रो आज डे 5 को फेरि बस्ने स्थान आइपुग्यो हो, आइपुग्यो हो।
अन्त जाउँ हामी कतिखेर हिँड्नु भएको दिदी तलबाट कतिखेर हिँड्नु भएको छिटो आइपुग्नु भयो त दर्शक महानुभावहरू यसरी दाउरा खोज्दैछौँ यस्तो यो हाई एल्टिट्युडमा दाउरा भन्ने कुरो जिरो छ अनि माटो मुनिबाट पुरै दाउरा निकाल्दैछौँ आजको कठिनाइपूर्ण बास रहेको हुनसक्छ हाम्रो लागि यो चाहिँ अब हामी सर्भाइभ गर्नुपर्छ गिले यो दाउरा काट्दै गरेको साइडपट्टि चाहिँ यो चट्ट लगाएर पोखरी देख्न सक्नुहुन्छ यो पोखरी चाहिँ के कस्तो हो यसको नाम के छ रहस्य के छ त्यो कुराहरू चाहिँ हामीलाई केही नै थाहा छैन र नि देखियो यहाँनिर निकै ठुलो रहेछ केही न केही मान्यता त यसको होला नि र देख्न सक्नुहुन्छ पर डाँडामा चाहिँ याक पनि रहेछ यार याक देख्न सक्नुहुन्छ है त अघि नै हिँड्ने बेलामा चाहिँ पुरै मौसम खुलेको थियो हामी आइपुग्दा यहाँको मौसम भनेको चाहिँ छिनभरमा भनौँ न सेकेन्डमा परिवर्तन हुन्छ यहाँ चाहिँ केही समय पनि लाग्दैन अहिले पानी परेर ऱ्याङ्कोट ओर्नु परिरहेछ सबैजनाले दाउरा जे होस् भेटियो थियो नत्र भए चाहिँ डह्रो दुःख पाइन्थ्यो भन्नुहुँदै थियो दाइहरूले चाहिँ तल पुग्नुपर्छ भने यहाँनिर भेट्यो अलिक नजिकमै
भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा धेरै धेरै धन्यवाद। अर्को भिडियो सामग्री लिएर उपस्थित हुने नै छौँ भन्दै आजलाई भने बिदा चाहन्छौँ। हवस् त, धन्यवाद।